गाडी थमेर आगो मेरो त ड्राइभर नदिए थिए गाडी पालो चलन सबै काटेर मिलेको मेरो मोबाइल आइफोन हो नि त नि आइफोन अहिले भिभोलाई आइफोन भन्नु न हिजै दिएको आइफोन हो नि त नि खतरा आइफोन 17 हो क्या हुन्छ तपाईको किन्न सकेको त कति लाख कति वर्ष लाख तिया भन्नु त मैले छुट्टै पैसा छैन किन छैन छ नि नेपालमा गएर आएको अस्ति समय अगाडि पनि गएको पनि हामी चाहिँ अहिले भाइ टिका लाउनलाई दिदीको घरतिर जाँदै हो कोही ठाउँमा गएर आयो अन्त डर लाग्ने बाटो हो या कुन ठाउँमा पश्चिम चितवन हो पश्चिम चितवन पश्चिम चितवन कुन ठाउँ घुमाउने चौतारा रामपुरबाट अलिक तल गुड गुड जाँदैछु अब टिका लाएर घरै फर्किने हो भाइको कारमा अरे कि भोलि भरे भोलि कहिले हुन्छ अब त्यही हेर्नुपर्छ सुजेसन के हुन्छ अब बियरले के गर्छ होइन अब बियरले के गर्छ बियरको हातमा छ बियर त नि कार्टुनै छ नि त बियर त कार्टुनै छ कार्टुन 2-3 कार्टुनै आउँछ चाहिँ अब भरे अब त्यसकै हातमा छ अब आउने जानेको कुरो चाहिँ अनि यतिखेर चाहिँ हामी गडवा चोकनिर आइपुगिसक्यो जाँदै हो भरतपुर भएर जाने होइन भरतपुर हुँदै जाने हो कृष्णपुर हुँदै जाने हो रामपुर हुँदै जाने हो रामपुरबाट अलि तलपट्टि हो अलि थोरै तल अनि सबैजनालाई चाहिँ सन्चै होला अनि त्यसपछि आज टिकाका दिन सबैले टिका थाल्नुपर्ने होला रमाइलो गर्नुपर्छ सबैजनाले शुभकामना दिनु पर्यो सबैलाई शुभकामना छ दीपावलीको चाहिँ हामी पनि अब रमाइलो गर्नुको लागि नै अब टिका सिका लाउने दिदीको हातबाट अनि त्यसपछि अनि गाडी त उस्तै छ त एउटै छ त गाडी त उस्तै हो आज त मजाले खानु पर्ला नि आज चाहिँ बियर र चाहिँ माछा मासु अब रमाइलो गरेर नाच्ने पनि हो आज रमाइलो गर्नुपर्छ आज ए बोरा ल्याएन बोरा ल्याएन आउन भाग चक्करको त्यही पाउँछ कार्टुनै पाउँछ नि त्यहाँ अब बियर जति हामीले खाएको हुन्छ बियरको कार्टुन चाहिँ खाली हुन्छ त जेनिस र मदन के अरे जेनिस र आकाश आउने बाइकमा आउने उनीहरू अनि डल्ली छोरीले लगाइदियो हुन्थ्यो दायाहरूलाई त आगोबाट लाउनुपर्छ ल छोरी ल्याउँदै बोलाएर अनि तिम्रो अनुहार हेर्नु मन लाग्छ नि त यो बजारमा चाहिँ के पाउँछ केरा पाउँछ केरा मात्रै छ के छैन निङ्ग्रो पाउँछ सालु बाँदर पनि पाउँछ
अहिले चाहिँ हामी खगेरी खोलाको पुलमा आइपुग्यो। यही हो खगरी जुन चाहिँ जहिले पनि माछा मार्ने ठाउँमा माछा मार्ने ठाउँमा बल्छी खेल्ने बल्छी खेल्ने ठाउँमा यही आइपुग्यो। हो मार्नु यही खोलामा हो तलतिर अलिक तल हो। टाइम लाग्छ लो यहाँ माथि त्यही हो दर्शक भूत आउँछ नि उयो भने उयो बोर्ड छ नि अँ हो त्यहाँ किचकन्याहरू त्यस गर्नेहरू बस्छ यहाँबाट यता आएको हटाउनु न यसलाई एउटा गर्नु न अहिले होइन उ त्यहाँ कटेपछि जुन चाहिँ कटेपछि तिहारै आयो लझली मिली गीत गाउँछ छोरी एउटा गीत गा न एउटा क्या तिहारको गीत गाइदियो नि त नि अहिले चाहिँ खगेरी जङ्गल आइपुगेछौँ खगेरी जङ्गलतिर नरी देखाउनु नि बाहिर देखाइरह त के हो ओभरट्याक हान्दिएको खगेरी जङ्गल आइपुग्यो बाबा त्यो तिनजना के केटा केटा थियो नि कहाँ चाहिँ खानु गएर केक चाहिँ कहाँ खानु गएर त्यहीँ त्यही त पुलमा हो बिउ हो कि बिउ सागको बिउ तोरीको सुन हजुर मनको आँखा उघारी हेर कस्तो मान्छे रहेछ बक्सर बाटो मात्रै लाग्यो तिमीसँग नहुँदा सकेको माया सबै सामु खोलौँ कहाँ कहाँ आफ्नै धड्कनलाई सोधिहेर आफ्नै धड्कनलाई सोधिहेर तिमी म भन्दा कसौँ टाढा छौ तिम्रो माया सधैँ मसँग छ भावनामा खेल्ने नगर भावनामा खेल्ने नगर 9 मिनट लाग्यो नि यो हो बसिनी चौक बजार चौक आइपुग्यो है
अहिले चाहिँ हामी के चोक रे यो विशाल चोक विशाल चोक आइपुगेको छौँ। तेरी सोचे जाऊँ न गरमै हो नि। हेलो हेलो हरन बजाऊ न। उता जाउँला म जाँदै हो दाईसँग दाई भाइहरूसँग चाहिँ उता टिका लाउनुलाई पश्चिम चितवन जाँदै हो। विशाल चोक पुग्यो भएर भेटौँ ल दाजुभाइ। ल ल म नि खाएर हिँडेको हो। ल ल डराएर चलाउँछ कि कार चलाउनेहरू छ नि। ए बाटो कट्नु नै सक्दैन तिनीहरू कटाउनै सक्दैन रिस उठ्छ अनि। साइड गरिदिनु तबे पल्लो छेउबाट जानुपर्छ आफ्नो साइडबाट। बिचबाट हिँड्नुपर्छ दिमाग नभएर हामी जुन चाहिँ बिस्तारै हिँड्ने हो चाहिँ बिचमा हिँड्दै लाग्नु जमजम यातायात अहिले यहाँ हो। हरन बजाए डराउनु पर्दैन आफ्नो साइडबाट। अहिले चाहिँ हामी भरतपुरको मोटु 24 कोटीमा आइपुगेको छ हामी। 24 कोटी हो यो 24 कोटीको दृश्य राम्रो छ है। अझै सररै हुन्छ।
यसको काम छैन साइड खोजिदिँदैन जाने त हो यो काम छैन उता गयो नि फुलबहादुर भन्ने त देखेको छैन है फुलबहादुर भाइहरू चाहिँ घरमै छैन काठमाडौँमा घर अमेरिकामा ए चोर फटाहरू एक नम्बरको फटा भने अमेरिका पिपल चोक बंदा चित्रको यातायात कार्यालय ड्राइभिङ सेन्टर
स्कुटर हो बेबी जो चलाएर हो अगाडि फेरि अगाडि आयो अगाडि पनि जान्न सक्ने त्यत्तिकै हेर बेबी छ हिँडिरहेको छ त्यो मार्केट हो क्या मंगलपुर चौक आइयो सरकार हिँड्ने बाटो त एकदम भिड हुन्छ कि आज ठुलो गाडी छैन के गर्नु भयो यहाँ हो कि कहाँ हो बोल्छीले तारा भयो अगाडि किन किन अल्झेर बस्यो त्यो अगाडि गएर हिँड्नु सकेदैन ओभरटेक गर्नुपर्छ नसक्ने ओके लगाएको छु गाडी आएको छ आज त्यो तल नै तन्केर आएको छ बेसी ओभरटेक गर्नु सक्दैन एउटा बिचबाट हिँड्ने अगाडि पनि अगाडि गएर एकदम झ्याउ पल्लो बाटोबाट अगाडि कहाँ हिँड्यो पल्लो बाटोबाट हिँड्दा केटी मान्छे रहेछ यार चलाउने है केटी मान्छे रहेछ
कुचेको गाडी थियो यहाँ सोधेर आएको कहाँ पुऱ्याएको लगिरहेको रामपुर बजार आइपुग्यो पहिला पेट्रोल पम्प थियो अहिले छैन क्या यहाँबाट पेट्रोल पम्प भएर तेल हाल्नु हुन्थ्यो पहिलाकै तेल हाल्नु त वहाँ जानु चनावलीमा के भरपुर यता मङ्गल के पार्वतीपुर पनि छैन होला है शारदानगर गएर धानहरू पाए छैन नि ढिलो रोपेर ढिलो भएर पानी नभएर यो त काट्ने बेला बोरिङ गरेर चाहिँ के बिउ त छिप्यो भैँसी पालन भैँसी पालेको थियो झाप्यो ऋण लियो झ्याप्झ्याप पाएर छोड्यो स्कुलको त्यो नयाँ बाटो बनाएको त त्यहाँको सिधै गएर अनि त्यहाँबाट एउटा ढुङ्गा बाटो आउँछ त्यहाँ भक्ति राम्रो बुढी भनिदिनु माइती माइती बुढी चाहिँको घर हो बुढाले बित्यो त्यसले यहाँको लगेको अहिले कहाँ छ तिनीहरूको नि तिनीहरूको बुढा चाहिँ आर्मी चौतीस 35 मिनट लाग्यो दिदीको घर आइपुग्यो ठ्याक्क 35 मिनट लाग्यो 35 मिनटमा आइपुग्दो रहेछ ठ्याक्कै 25 किलोमिटर छ त्यो घरबाट अब पुग्छ हैन अब सिधै जाने देखेन मान्छे त पहिला ओर्लियो खोइ त सुन्ने छ त 2-3 जना मान्छे छ सुन्ने लसो लसो
हाम्रो सामान त्यो ठाउँ यहाँ त्यहाँ बसेर हेरे बन्द गर्नु अलि उता राख्नुपर्छ नि दाइ तर अगाडि अलि चेपेर राख्नु न फेरि गाडी हिँड्छु कि खाएर हिँड्छु कि भयो 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 के हो पोहोरको त्यही हो ढोका लाखाइन ननिकाला ल ल उसो ढोका लगायो रमायो दिदीको घर पकाडको रुख अरे फाइनली हामी आइपुग्यो है फुपू घर आइपुग्यो लाहान एकछिन का जस्ट अ मिनट वेट फर ला 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 यो हो दिदीको घर हाम्रो दिदीको घर वहाँ चाहिँ भेनाजु हो भयो भयो फुच्चे आयो फुच्चे कता गयो फुच्चे लु कतिखेर हो र आयो 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 फुच्चे आयो फुच्चे आयो फुच्चे फुच्चे आयो फुच्चे फुच्चे आयो 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 ल ल ल ल भयो 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 ज्ञानी भयो 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 ल भयो भयो ज्ञानी